यीशुलाई प्रशंसा यीशुलाई महिमा। सबैजनालाई जय मसीह। हामी सेक्रामेन्टो क्यालिफोर्नियामा रहेर रे अफ इन्टरनेसनलको सेवाकाईमा आबद्ध छौँ। अनि आज चाहिँ हामी यहाँ आउटडोर पिकनिक साथै हामी यो पिकनिकको निम्ति मनोरञ्जनात्मक हिसाबले यहाँ आए तापनि आज हामी परमेश्वरकै नाउँलाई हामी उचालिरहेका छौँ। यदि तपाईँहरू यस ठाउँमा कुनै बेला परमेश्वरको कृपामा आउनुभयो भने सेक्रामेन्टो क्यालिफोर्नियामा तपाईँहरू आउनुभयो भने हामी यहाँ यस ठाउँमा परमेश्वरको सेवाकाई गरिरहेका छौँ। तपाईँहरू आउनु सक्नुहुन्छ। हुन्छ। फेरि पनि सबैलाई जय मसीह। प्यारो प्रभु येशू ख्रीष्टको नाममा यहाँहरू सबैजनालाई ख्रीष्टीय अभिवादन। जय मसीह। भजन सङ्ग्रह 118 को 24 भन्नुभएको छ, परमेश्वरको वचनले आजको दिन परमप्रभुले सिर्जनु भएको यसमा हामी आनन्दित हौँ र रमाऊ। अवश्य म एकदमै आज यो पिकनिक आउटडोर हामी चर्चबाट आएका छौँ अनि म एकदमै खुसी भइरहेको छु, रमाइलो लागिरहेको छ। यहाँहरू सम्पूर्ण मण्डली परिवारलाई हृदयदेखि नै धेरै धेरै धन्यवाद। यहाँहरू सबैलाई जय मसीह। आज हामी चाहिँ यहाँ सेवा प्लस आज हाम्रो पार्कमा पिकनिक भइरहेको छ अनि आज हाम्रो एकदम खुसी छौँ, एक्साइटेड छौँ। यो चाहिँ नाउँ चाहिँ रहेको छ मेडो भेस्टा अनि तपाईँहरू पनि आउन सक्नुहुन्छ भिजिट गर्न। अनि विशेष गरी हाम्रो मण्डली परिवार सबैजनालाई धन्यवाद, जतिजनाले आफ्नो हातहरू बढाउनु भयो अनि यो पिकनिकको लागि सबैजनालाई धन्यवाद, लिडर्सहरूलाई पनि धन्यवाद। हुन्छ। जय मसीह। प्यारो प्रभु येशू ख्रीष्टको नाउँमा यहाँहरू सम्पूर्णमा मेरो न्यानो अभिवादन साथै जय मसीह। विशेष गरी महान परमेश्वरलाई धन्यवाद आजको यो सुन्दर दिनको लागि। अनि परमेश्वरले आज यो सुन्दर दिनहरू हामीलाई दिनुभएको छ अनि यसरी हामी आउटिङ आउन पाएका छौँ यो पिकनिकमा हामी मण्डली परिवारहरू नै। अनि जसरी हिब्रू 10:25 भन्छन्, कतिजनाको सङ्गति नजाने बानी हुन्छ तर हामी एकसाथ भेला हुन नछोडौँ। प्रभुको दिन नजिकै आइरहेको छ, हामी एकले अर्कालाई यी वचनले प्रोत्साहन दिउँ। अनि हुन्छ। यहाँहरू सबैलाई न्यानो अभिवादन सधैँ यीशु ख्रीष्टको नाममा जय मसीह। अनि हामी चाहिँ आज पिकनिक खान आएका छौँ हाम्रो सम्पूर्ण मण्डली रे अफ सेक्रामेन्टोको। अनि हाम्रो सिटीदेखि चाहिँ हामी अलिकति टाढा माथि पहाडतिर हामी आज इन्जोय गर्नका निम्ति अनि साथसाथै सेवाकाई गर्न पनि हामी आएका छौँ। अनि सबैमा फेरि पनि जय मसीह। जय मसीह। यहाँहरू सबैलाई आज धेरै धेरै धन्यवाद। प्रभुलाई विशेष गरी परमेश्वर पिताले हामीलाई यो समय दिनुभयो र आज हामी सबै मण्डली परिवार यसरी पिकनिकमा भेला हुने मौका दिनुभयो र हामी यो पार्कमा छौँ। विशेष गरी प्रभुलाई धन्यवाद अनि मण्डली परिवारलाई पनि एकदमै धेरै धेरै धन्यवाद र प्रभुले सबैजनालाई आशिष गर्नुभएको होस् र यो समय फेरि दिन पनि प्रभुले जुटाइदिनु भएको होस्। र विशेष गरी दिपक भाइलाई पनि धेरै धेरै धन्यवाद। आज हामीले यसरी भाइद्वारा परमेश्वर बोल्नु भएर अनि यसरी भजन असल भजन बनाउनु यसरी सफल हुनुभएको छ। प्रभुले भाइलाई अनि परिवारलाई आशिष गर्नुभएको होस्। हुन्छ। जय मसीह। Yeah.